सब गाइस नमस्ते वेलकम टु द नयाँ भिडियोमा है साथीहरू। म चाहिँ अहिले छु मलेसियाको इपोपिराक भन्ने। हामी चाहिँ यो कम्पनीमा काम गरेको चाहिँ लगभग 10 वर्ष हुँदैछ, 9 वर्ष घटेर। अनि मेरो चाहिँ यो अब भनौँ न युट्युबको लागि चाहिँ फर्स्ट भिडियो हो। त्यही भएर अब जसले हेर्नु भइरहेछ लाइक कमेन्ट गरिदिनु होला, सब्सक्राइब नगरे पनि है त। अनि मेरो कम्पनीमा चाहिँ अब लगभग 40-50 जना नेपाली होला, अनि 40-50 जना म्यानमार छ, अरू सबै यहाँको लोकलहरू छ। अनि हाम्रो कम्पनी चाहिँ सबैले तपाईँहरूले देख्नु भइहाल्यो। यो चाहिँ पाइप कम्पनी हो, हाम्रो पाइप कम्पनी। खानेपानी यताउति अब भनौँ न पिभिसी र प्लास्टिकको, पिभिसी पाउडर र प्लास्टिकबाट बनिने पाइपहरू छ यहाँ। अनि यस्तै छ गाइज, अब जेन तेन बचिरहेछ, चलिरहेछ हाम्रो मलेसियातिर। अनि अब म अहिले उता जानेछु। हाम्रो भित्र चाहिँ देखाउनु मिल्दैन, कम्पनीभित्र अब तिनीहरूको रुल छ होइन, गाइडलाइन छ। यता मिसिनहरू यता काम गरेको नदेखाउने भनेर त्यहाँ टाँसिएको छ, क्यामराहरू बन्द भनेर। अनि हाम्रो अब होस्टेल चाहिँ म अहिले देखाउँदैछु उता गएर। होस्टेल चाहिँ हाम्रो कम्पनीभित्रै छ। अनि त्यही हो, कम्पनीभित्रै खाना खाने, यतै अब बस्ने र बत्ती सत्तीको चाहिँ पैसा तिर्नु पर्दैन यता। खानासाना चाहिँ आफ्नो तिर्नुपर्छ, पानीको पनि पर्दैन यहाँ साँच्ची। यस्तै छ गाइज, भिडियोमा हेर्दै